successfully road cross गरिसक्यौं. Bye guys, don't forget to like and subscribe. शिवपाखा नमस्ते सबैलाई. सो वेलकम ब्याक टु माई च्यानल गाइस. न्यू डे न्यू ब्लग लिएर म आइसकेको छु र सबैजना सन्चै हुनुहुन्छ भन्ने आश गर्दै म यो भिडियो सुरु गर्छु. सो आज चाहिँ म मेरो साथीलाई भेट्न गइरहेको छु जो चाहिँ अब हामीले सँगै एसिदिएको 2081 ब्याचको भर्खरै एसिदिएको. सो अहिले चाहिँ म हैन अल्फा बिटामा ब्रिज कोर्स गर्दैछु. अब हाम्रो घर नजिकै भए पनि हाम्रो भेटघाट हुँदैन. ऊ अस्ति धनकुटा गएको थियो भर्खरै आएको र ऊ चाहिँ मेरो साथी मिल्ने साथी क्लास आई थिंक 5 देखि सँगै पढेको हामी. अनि अब हामी चाहिँ घुम्न जाने प्लान गर्यौं है. कहाँ जाने के गर्ने भनेर सोच्दै हामीलाई एक्कासी सरस्वती पूजाको याद आयो. हामी सरस्वती पूजामा ट्री हाउस गएको थियौं. ड्राई पिकनिक नै गरेको थियौं हामी 4-5 जना साथी. ड्राई पिकनिकमा गएको थियौं र आज पनि जाने भनौं हैन. तर बट धेरै मान्छे थिएन. हामी 3 जना नै जाने र भन्दै सोच्यौं ल जाउँ न त क्रोसेट डेट गरौँ. हामी 3 जना क्रोसेटिङ गर्छौं हैन. सो अब त्यही गर्ने भन्यौं. भेटघाट पनि हुन्छ रमाइलो नि हुन्छ. सो खाने ओर्ने नाच्ने हैन. र अब त्यहाँ जाँदा म के लगाऊँ भन्ने सोचिरहेको थिएँ र उसले चाहिँ सजेस्ट गर्यो हामी सबजना स्कर्ट लाउने त ल माथि त जे लाउँदा नि भयो. स्कर्ट लाउने त ल म्याचिङ गरौँ भनौँ. अब म रेडी भएर नि कि देखाउँछु ल. सो गाइज म चाहिँ रेडी भइसकेँ हैन. म रेडी भइसकेँ. लास्टै गर्मी भयो यार रेडी. यस्तो अप गर्मी भएको छ नि. म चाहिँ रेडी भइसकेँ. म एकछिनमा देखाउँछु मेरो फुल लुक हैन. अहिले चाहिँ ढिलो हुन लाग्यो. कति बजिसक्यो. सो अहिले चाहिँ 12 बज्न आँटेको छ. ऐनामा हेर्नु न. ऐना चाहिँ लास्टै 4 छ हैन. त्यो पनि म्यानेज. र अब चाहिँ म मेरो भाइलाई टिफिन खुवाएर मात्र जान्छु. नत्र अब मम्मीले नि भ्याउनु हुँदैन. मम्मी काममा जानुभएको छ. अहिले 12 बज्न आँटिसक्यो. पैसा दिएर छोडेर जान्छु. मलाई पनि ढिलो हुन्छ नत्र अब 1-1:30 बजीसम्म पर्खिँदा. सो म चाहिँ अब लाग्छु है त. अब यस्तो गर्मीमा हैन हावा नि आइरहेछ. घाम चाहिँ चर्को लागिरहेछ कि हावा नि आइरहेछ. तर पनि म हिँडेर जान चाहिँ सक्दिनँ. सो म सिटी चढेर जान्छु है. बाई बाई. म चाहिँ गान्धी चोकमै झरेर भाइलाई पैसा दिएर अहिले खुरु हैन सुई हिँड्दै यस्तो चर्को घाममा यस्तो हावा खाँदै मेरो साथीको घरतर्फ लाग्दैछु. मेरो फोनमा त चार्ज नै छैन यार. भ्लग पनि कसरी गर्नु हो कुनि. यो के पो भन्छ प्रगति टोल. सायद प्रगति टोल हो. मेरो साथीको घर आउन लाग्यो. यत्रो झ्याम्टा बोकेर हिँड्नु परेको छ यार. एक लाइक त बन्छ. यार म त किन झरे जस्तो लाग्यो क्या त्यहाँ. म चाहिँ मेरो साथी उर्फ मेरो मितिनी प्रमिसाको घर आइपुगेँ. उसको घर चाहिँ यो हो. प्रमिसा ओ प्रमिसा सामान चाहिँ हामीले पाउँछु. उसको बोजूले मार्छ. नमस्ते. मेरो साथी चाहिँ रेडी हुँदैछ हैन. ऊ रेडी भइसकेपछि हामी जान्छौँ मेरो साथीको घर. यत्रो सामान बोकेर हिँडिरहेको छु म. अब जेनीको घर पनि पुग्न आई थिंक 10-20 मिनट लाग्छ. अब म पुगेर के गर्दा होला 1 नै बज्छ. हेर्नु फेरि गर्नु. सो भित्र जान्छु. लास्टै गर्मी छ. सिटी चढ्ने धरी भाडा नभएर यहाँ तनाव छ आफूलाई. पैसा त थियो कि तर खानु पुग्दैन नि त. खानु त पर्यो. अनि रोड हिँड्दैछु. हाम्रो साकेलाथान आइसक्यो. यहाँ यो राईहरूको महान चाड मनाउँछ. यसमा के पो भन्छ हौ.
के किरात या योखा राईहरूको कि मैले गलत भने माफी पाऊँ मलाई मजाले भन्न आएन आई थिङ्क किरात या योखा राई होला सायद उनीहरूले यहाँ आफ्नो चाड उँधौली मनाउने गरेको छ र त्यसकै छेउमा चाहिँ हाम्रो गुरुङको गुम्बा छ मिटिङ पो हुँदो रहेछ त हिँड्दा गलिसक्यो यार तर नाक काटिसक्यो र मेरो कपाल उडेको होला के भएको होला डोन्ट माइन्ड है यहाँ गुम्बामा चाहिँ बैठक रहेछ आज बैठक यहाँ चाहिँ पहिले क्या हामी साकेला थानको प्र्याक्टिस हुँदा होइन हामीलाई यहीँ बसाउनुहुन्थ्यो यहाँ साकेला थानमा प्र्याक्टिस अनि यहाँ गुम्बामा चाहिँ रेस्ट हुन्थ्यो हाम्रो खाजाहरू यहीँ गराइन्थ्यो यहीँ दिनुहुन्थ्यो यहाँको एउटा बाजे हुनुहुन्थ्यो हामी बाजेसँग लडाउँदै बस्थ्यौँ यहाँ उठ्यौँ अनि जुस खानु उखुको जुस हो त्यति बेला त अर्कैको जुस थियो हौ खै के को जुस खुवाउनुहुन्थ्यो हामीलाई हाम्रो अध्यक्षले क्या हामीलाई अब हामी यति मेहनतले आफ्नो कम्पिटिसन जित्ने भनेर सोचेर हामी प्र्याक्टिस गर्दै गर्दा उहाँ चाहिँ मेरो दोस्त घरमा सुतिराख्नु भएको छ होला म डिस्टर्ब गर्दिनँ म बोलाउँदिनँ उहाँलाई बिहान लाग्छ त्यसले मलाई यस्तो पागल भइसक्यो सिटी त हेलो नमस्ते कति बजी देख्यो तपाईँलाई त कहिले आउनु भएको ए यताबाट हिँड्दै आएको क्या साथीको घरमा आज दिदी नै भेट्यो मेरो दिदीको मेरो खुसी नानाको साथी हो क्या सुमी राई आज उहाँलाई पनि भेटियो यो चाहिँ मेरो दोस्तहरूलाई थाहा छ यो जाड खाने ठाउँ म चाहिँ मेरो साथीको घर आइसकेँ ऊ भित्र बसिरहेछ ऊ आई थिङ्क हामीले करेन्ट पनि खाने भनेर सोचेको थियौँ ऊ करेन्ट बनाउँदैछ होला म अहिले डिस्टर्ब गर्दिनँ जेन्नी रेडी ओके रेडी छ है यो चाहिँ अब चाहिँ म के भनौँ हामी तिनजना उहाँ अब कोकहरू किन्नु पर्यो यस्तो गर्नेमा सकिँदैन क्या यतिकै बस्न चिसो कोक किन्ने अनि मोज गर्ने म चाहिँ मेरो टोली लिएर लागे ट्री हाउसको तर्फ कस्तो धुलो यार छि म चाहिँ गाडी चढेर देखाउँछु है मेरो साथीहरू हो दुईजना उनीहरूसँगै म जान लाग्छु घुम्नु म चाहिँ लागे ट्री हाउसतर्फ यो चाहिँ ग्रिन पिस एकाडेमीको गाडी हामी चाहिँ रोड क्रस गर्छौँ अब कस्तो चर्को घाम यार गाडी पनि कति कुदेको हामी जाने चाहिँ यहाँ हो है यहीँ जान्छौँ मैले चाहिँ सक्सेसफुली रोड क्रस गरिसकेँ यो हो हाम्रो ट्री हाउस चाहिँ उता पर छ तर ट्री हाउस पार्क जस्तो भनौँ न एउटा घुम्ने सिमसार त भन्न सकिँदैन तर यो हो हामी घुम्ने ठाउँ यहाँ टिकट लाग्छ होला अब हामीलाई कसले बुक दिनुहुन्छ के झरिसक्यो खोइ हुनुहुन्न क्या हो
आन्टी अङ्कल आजकल टिकट काट्नु हुँदैन क्या धेरै मान्छेले मलाई के भने क्या के यो लुगा हो के हो भनेर जस्तो के होस् बार मलाई हामी चाहिँ हाम्रो बस्ने ठाउँमा आइसक्यौँ है अनि यहाँ चाहिँ पहिले 2वटा पिङ थियो जस्तो लागेको थियो 4वटा छ फेरि अहिले चाहिँ जादु हो कि मैले मजाले याद नगरेको होइन कस्तो मजा आइरहेको छ यार अब छोड्दिनँ यहाँदेखि त आफै हल्लिने साथीले भन्नुभएको यहाँ चढ्दा चाहिँ पहाड चढेको अनुभव आउँछ अरे चढेर हेरौँ पहिले चढेको थियौँ कि तर सरस्वती जाग्दिन होइन कुर्ताहरू लगाएको हुन्छौँ हामीले हिलहरू लगाएको हुन्छौँ र गाह्रो भएको थियो त्यो चढ्न त्यो पनि हामीले म्यानेज त गरेको थियौँ यो बाटो त के हो मेरो साथी उहाँ आफ्नो साथीसँग बोल्दैछ हो बाटो त लड्छु होला हौ म त लास्टमा चाहिँ मेरो साथी इन्डिपेन्डेन्ट हुँ भने पनि के गर्नु यार सक्दिनँ म भन्नु सक्दिनँ क्या यहाँ चाहिँ प्लगको सप्लाई पनि रहेछ कि यहाँ आइफोन किनेर छोड्छु पर्खिन म आइफोन किनेर यो भन्दा राम्रो क्यामेराको स्टेबलाइजेसन भएको यहाँ त मौरी छ क्या मार्छ होला मलाई त यहाँ चाहिँ त्यो मिटर अन गर्नु भएको छैन रहेछ खोइ अन भयो त के अनि हो यो पनि अन भयो अन भयो पट्टी बत्ती बल्ल त हो के अरे गाइस बल्ल यो फोनको त चार्ज पनि थिएन कि होइन चार्जर छ नि त यहाँ यो फोनमा त चार्ज पनि थिएन कि चार्ज गरौँ भनेर यता आएको थिएँ त्यही मिटर अन गर्दा पनि उताको चल्छ भन्नुभयो अनि हुन्छ म त पसिनाले बत्ती बालेको रहेछ के सबै चढ्नु मार्यो नि जा अर्कोमा मार्दैन त्यहाँ चाहिँ बत्ती मार्ने काम लाउनु भयो हाम्रो अङ्कलले टिकट लिनु भएन नि त त्यसको बदलामा बत्ती मारिदिनु रे के अङ्कलले आफै मारिदिनु अङ्कल आउनु कि पानी परेर उता पर चाहिँ घाम लागिरहेछ यहाँ हामी भएको ठाउँमा चाहिँ रिहर्सल हुँदैछ डान्सको लागि हाम्रो डान्स कस्तो लाग्यो कमेन्ट डाउन धेरै मेहनतले बनाएको छौं राम्रो कमेन्ट गर हेड कमेन्ट गर्ने काम छैन बुझ्यौ ओके उहाँ हाम्रो बाजेहरु यहाँको गाना सुन्दै उहाँ भाइबमा नाच्नु हुँदैछ Hey guys, don't forget to like and subscribe.
यस्तै नयाँ नयाँ भिडियो हेर्नको लागि सब्स्क्राइब गर्नु होला। सो 4 बजीसक्को अब घर जाने, सबको घरमा काम हुन्छ, अनि अब खानासाना पकाउने, के गर्ने, कसैको घाँस काट्ने, कसैको सुँगुरको खोर सफा गर्ने, चारो काट्ने, के हुन्छ। र अब तपाईहरुले हामीलाई मन पराइदिनुहुन्छ, यो ब्लगलाई मन पराइदिनुहुन्छ भन्नेको साथ म यो ब्लग अन्त्य गर्न चाहन्छु। सो स्टे ट्युन गाइज एन्ड थ्याङ्क्स फर वाचिङ। बाई बाई।